मेसीको सेलिब्रेसन गर्नु त त्यहाँ आउन आउँदै गोरेर ल देखाइदिनु कि हाम्रो मोटा भाइ यस्तो भयो हिरो कस्तो भन्दा गोरेलाई के भन्नु नि त के भयो त्यो गोरे गोरे मामा घर थियो हिजो आहा भोलि जान्छ फेरि मामा घरै बस्छ नि त गोरे कहाँ जाने अरे विदेश अहिले गोरे त होइन गोरेकी मम्मी होला नि गयो तर गोरे विदेश जाने भने थाहा पाउँदैछ भन्ने थिएछ कहाँ जान्छ विदेश सबै विदेश सकिन नि सर बिना आजै हुँदो रहन्छ प्रति मान्छे थाहा पाउँदैछ र बाबाले भन्नु न बाबाले भन्नु अघिल्लोचोटि आउँदा भन्न बिर्सिनु होला मिठाई छोडेर जानु यसलाई भन्ने मेसो त्यो इम्लीमा पठाउँदा होइन त्योभन्दा अघिल्लोचोटि मैले यत्रो यत्रो मिठाई पठाइदिएको थिएँ यो प्लास्टिकमा देखिनँ तिम्रो लर राखेर देखाइदिन्छु थाहै भएन हौ मेसीले म ह्याट्रिक हानिछु अब बिदा हुन्छ यो के कपडा झोला हालेर उहीँ घरमा ड्रेस सब लिएर आऊ उहाँ धोइदिनु यो क्या मिसिन हालेर है यी कस्तो गएन नि कि बाइकमा जानेपछि भक्रा पुग्छ सब लुवा सबै लगाएर लिएर आऊ अनि ब्ल्याङ्केटहरू त्यो त दाइलाई भन्यो यसलाई के भन्ने गोरेलाई लगेर भाइ मोटा भाइले होस्टेलमा बसेर पनि यस्तो आइसक्रिम खाइरहेको छ मेसीको जर्सी लगाएर यहाँ आयो फेरि यसले भनेकै दोकानमा यहाँ शिवजीको निचे कस्तो भन्नु ठिक छ आइसक्रिम मात्रै मिठो हो कि तर पढाइ पनि मिठो होला भन् कति पढायोस् गर्लफ्रेन्डसँग बनाओस् गर्लफ्रेन्ड ए यार लजाउँछ यार कति भन्छ भन्न के राख्नु त एउटा के राख एउटा स्कुलमा खानु दिनु होला यहीँ खान्छ चिन्छ आज मोटरले सबैको आइसक्रिम खाइहाल्यो एउटा फेन्टा खायो एउटा लेज छ आज म जाने मोटरले कस्तो भयो होस्टेल बस्दाखेरि लाइफ ल भन्दा छिटो युट्युबमा लगाएर हालिदिन्छु कि भिडियो अबतिर ठिकै छ कतिको मिठो खाना पाइन्छ होस्टेलमा खाना कस्तो हो खाजा खाजा के खान दिन्छन् ल भन्न स्कुलमा के खान दिन्छन् होस्टेलमा के खान दिन्छन् बिहान उठेर के खान दिँदैनन् बिहान केही दिँदैन ढाका नि सिधै